जान्छु चाचा हुन्छ नि यो विदेशमा यो फल फल्छ अनि अब दाल तताउँछु अनि त्यसपछि फेरि रोटी तताएर खानुपर्ने। मौसमको वेदरको कुरा गर्नुपर्दाखेरि चाहिँ एकदमै शीतल छ। बेलुकी पखको समयमा बाहिरको मौसम एकदमै शीतल। म सँगसँगै तपाईँहरूलाई पनि हाम्रो आजको यो भ्लगमा चाहिँ बाहिरको केही रमणीय पलहरू दृश्यहरू पनि देख। बसको यात्रामा हाई गरिदिनुहोस्। नमस्ते। ओके, आजको दिन शुभ सन्ध्या होइन आज चाहिँ बसको यात्रामा छु। हाम्रो साथी हुनुहुन्छ यता बसको यात्रामा हाई गरिदिनुहोस्। नमस्ते। ओके, आजको दिन शुभ सन्ध्या होइन सन्डे, हामी ह्याप्पी सन्डे मनाउँदै जाँदैछौँ है। ओके, हामी चाहिँ ड्युटीमा अब भेटिरहेको अवस्था छ। सटरडे र सन्डे चाहिँ हाम्रो ड्युटी चाहिँ अफ हुन्छ अफिसहरू, त्यही भएर हामी चाहिँ सर्वले चाहिँ जान्छौँ युनिफर्म लिन नै होइन। एक्ज्याक्टली आज यात्रा अरूको सहयात्री भनेको हाम्रो प्यासेन्जरहरू हुनुहुन्छ। प्यासेन्जर आजको लागि त्यही हो। अहिले जाउँ हाम्रो अगाडिको भ्यू। आजको चाहिँ बसको यात्रा भयो। मेरो लोकेसन चेन्ज भएको हुनाले अगाडि बसिरहेको छ। ओइ थोड़ा ब्रेक भी मारो ना यार। देखो भी थोड़ा इतना जल्दी क्यों कर रहे हैं, हम जल्दी जा रहे पहुँच रहे थे यार। थोड़ा सा तो हाई हेलो हाई नमस्ते गुड मर्निङ सुबह सम्पूर्णमा फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा। तपाईँहरू म चाहिँ आज सबै लोकेसनमा जाँदैछु। त्यही भएर म आज चाहिँ बसको यात्रामा गइरहेको छु। बसको यात्रा गर्दैछु। तपाईँहरू सँगै होला। अनि के गर्दै हुनुहुन्छ, यदि जाँदै हुनुहुन्छ कि सुतिरहनु भएको छ कि आज कतिको बिदा पनि छ, बिदामा सुतिरहनु भएको होला। हाम्रो यो सूर्य भगवान्लाई पनि दर्शन गरौँ। नमस्ते दर्शन नमस्ते। त्यही हो। आएर चाहिँ घर फर्किँदाको राति हुन्छ, अलिकति झाला घुम्नु पर्ने पनि हुन्छ। म तपाईँहरूलाई देखाउनु सो आजको यात्रालाई चाहिँ विशेष गर्ने कुरा चाहिँ सक्नुहोस्। हाम्रो बसको यात्रा हो। धेरै समय लामो समयपछि धेरै लामो समयपछि बस चढ्यो हो भाइ। अनि थुप्रो भयो नि, म त 2-2.5 महिना भइसक्यो बसमा चढेको। ओके, पछि भरे भेटौँ भाइ। साथीहरू, यहाँ चाहिँ मेरो अब खाना खाने समय भइसकेको छ र म चाहिँ अब ओभनमा खाना तताउनु पर्ने हुन्छ। खाना सब्जी अनि अब दाल तताउँछु अनि त्यसपछि फेरि रोटी तताएर खानुपर्ने अवस्था हुन्छ। पहिले सुरुमा चाहिँ खाना सब्जी र दाल तताउँछु टाइमर लगाएर, अनि त्यसपछि यो रोटीको पालो छ, यसलाई पनि एकछिनमा तताउँछु। अनि यहाँ मेरो टक्क प्लेटमा निम्बु पनि छ, टक्क काकातीसँग खाने। गर्मी यस्तो छ, गर्मीले खजुर पाकिरहेको रहेछ यार। यहाँ यो टिपेर खजुर खाने। अब यहाँको विदेशको फल भनेकै फल राम्रो हो, यही हो खजुर। यो खजुरको टिपो न ओ चाचा। A few moments later. यो फल भनेको यति मिठो हुन्छ नि। यो विदेशमा यो फल फल्छ। यो यसको नाम खजुर भन्छ हैन।
कति राम्रो फलेको रहेछ मजाले एउटा हाँगा काटेर राखेको रहेछ साथीहरूले यसले चाहिँ एकदमै डाइट बढाउने काम गर्छ म पनि एक दुईवटा चाहिँ लान्छु धेरै चाहिँ खाँदिनँ धेरै पावर हुन्छ फेरि तपाईँ लाने हो धेरै त खानु हुँदैन फेरि धेरै पावर आउँछ क्या त्यही भएर ठिकै ठिकै खान्छु म चाहिँ यो रुखमा त्यो दुईवटा फुल रहेछ त्यही भएर मैले यो फुल पनि देखाउन पाएँ त्यही भएर यति राम्रो फुल फुलेर रहेछ कि यो दुईवटा सिरिज फुल होला बिचरा यति राम्रो छ All right guys, welcome back to again to my mini vlog. So guys, अहिले चाहिँ हामी ड्युटी सकेर फर्किसकेका छौँ सबैजना साथीहरू सबैजना ठिक छ के छ कसो छ भनेर हामीले यहाँ गफसफ गरिरहेका छौँ साथीहरू सबै ड्युटी सकेर अब आज हामी बसमा बिहानदेखि आइरहेका छौँ बसमा फर्किरहेका छौँ सो म्युजिक बजिरहेको हुनाले म्युजिक कपिराइटको कारणले चाहिँ हामीले भिडियोको साउन्डलाई चाहिँ म्युट गरेर भोइस ओभर गर्न बाध्य भएका छौँ साथीहरू एज यु नो तपाईँहरू एकदम मजाले बुझ्न सक्नुहुन्छ अनि साथीहरू आजको दिनको कुरा गर्नु पर्दाखेरि चाहिँ आज आइतबारको दिन थियो सन्डे इज फन डे भने जस्तै आजको दिन चाहिँ एकदमै रमाइलो गरी नै बित्यो र हाम्रो आज र हिजो र आज चाहिँ युनिफर्म पनि चेन्ज थियो किनभने मन्डेदेखिको जो फ्राइडेसम्म चाहिँ हामीले युनिफर्महरू लगाइरहेको हुन्छौँ तसर्थ अहिले चाहिँ आइतबार र शनिबार भनेको ब्ल्याक टी सर्ट लगाउने गरिरहेको छ हामीले अनि ड्युटीमा आज एकदमै रमाइलो गरी भयो साथीहरू पनि सबैजना अहिले अब ड्युटी जाने बेलामा भेटघाट भयो र अनि अहिले बाहिरको मौसमको वेदरको कुरा गर्नु पर्दाखेरि चाहिँ एकदमै शीतल छ बेलुकी पखको समयमा बाहिरको मौसम एकदमै शीतल अनि बाहिरतिर पनि मान्छेहरू हिडुल गरिरहेको पनि देखिएको थियो र एकदमै क्लिन वेदरमा हामी चाहिँ बाहिरको मनोरञ्जन दृश्य हेर्दै जाँदैछौँ म सँगसँगै तपाईँहरूलाई पनि हाम्रो आजको यो भ्लगमा चाहिँ बाहिरको केही रमाइलो पलहरू दृश्यहरू पनि देखाउँदै जाँदैछु हामी एकदम म्युजिककै तालमा यहाँ मस्त भएर हामी रमाउँदै गइरहेको छौँ अवस्था गीत गाउँदै नाच्दै रमाउँदै तर म्युजिक हामीले तपाईँहरूलाई सुनाउन सक्दैनौँ त्यसको लागि हामी सरी भन्न चाहन्छौँ किनभने म्युजिक कपिराइटमा तपाईँलाई थाहा छ हामी जस्तो बिगिनर्स युट्युबरहरूको लागि एकदमै ब्लगरहरूको लागि गाह्रो हुन्छ तसर्थ हामी आफै चाहिँ म्युजिक भिडियोलाई नलगाइकन म्युट गरेर भोइस ओभर गरिरहेका छौँ तपाईँहरूले बुझ्न सक्नुहुन्छ दिस इज अ मिनी ब्लग सो हाम्रो यस्तै छ गाडीको बाटो हुनाले चाहिँ गाडी अलिकति घुम्नु पर्ने अवस्था हुन्छ त्यही भएर अलिकति समय पनि लाग्छ यो राउन्ड बोर्डतिर यो बाटोहरूमा हामी चाहिँ प्रायः जसो कहिलेकाहीँ चाहिँ रनिङ पनि गरिरहेको हुन्छौँ धेरै जस्तो चाहिँ हामी पैदलै पनि हिँडिरहेको हुन्छौँ तर आजको दिन चाहिँ लोकेसन चेन्ज अर्को ठाउँ हुनाले ड्युटी म चाहिँ यता आएको थिएँ आज अर्को साथीको छुट्टी हुनाले सो साथीहरू यहाँ गफ मस्त भइरहेछ मस्त छ र म पनि आफ्नै तानमा भिडियो लिइरहेको छु र आजको दिन सन्डे चाहिँ मेरो अर्को साथीको छुट्टी हुनाले म चाहिँ मेरो लोकेसन छोडेर यो ठाउँमा आज ड्युटी गर्न आएको थिएँ देख्न सक्नुहुन्छ तपाईँहरू यति राम्रो बवाल ठाउँ छ यो ठाउँमा इभिनिङ वाकिङ र जगिङ गर्ने मान्छेहरू देखिराख्नु भएको छ तपाईँहरूले अन्त परतिर झन् चौरी नै छ त्यहाँनिर जगिङ गर्ने अनि त्यहाँबाट यसो जिउसिउ तन्काउने हामी बेलुका फर्किँदैखेरि चाहिँ अरू मान्छेहरू त्यतै अर्को क्याम्पमा हुनाले हामी 5-7 जना लगभग 6 जना जति मात्रै छौँ यो गाडीमा अहिले चाहिँ गाडी चाहिँ ठुलो पुरै बस्यो तर अरू मान्छेहरू चाहिँ नजिकै क्याम्प हुनाले फर्केर त्यहीँ जान्छन् र हामी चाहिँ अलि टाढा हुनाले त्यो ठाउँको लोकेसन मैले अघि भनिहालेँ तपाईँलाई हामी चाहिँ नयाँ कामको हुनाले हामी त्यतातिर जाँदैछौँ तर इन्जोय एकदमै बवाल भइरहेको छ आजको दिन साथीहरू यस्तै भयो हाम्रो रमाइलो तरिकाले बित्यो तपाईँहरू सँगसँगै आजको यो बवाल भ्यूहरू के कस्तो लाग्यो साथीहरू र मैले तपाईँहरूलाई भन्दैछु अझै पनि तपाईँहरू नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गरेर
मदिना इन्ट्रान्स छु बिस्किटहरु 12 रुपये पर पीस स्कैन करो जी कितना ए पहिला जस्तो सधैँ छैन कि बनाएर खाऊँ भन्दा यसलाई 750 सल्टी वो मकरोनी हो स्क्यान चाहिँ गराउन जानुपर्ने भयो $10.50 11 रुपये फॉर द फर्स्ट टाइम कितना तो गए 14 अंडा त्यस्तै मिक्सर पनि खानु मन लाग्छ है 5.50 को पो रहेछ बिस्किट काम छैन दर्शन छँदैछ 3 रुपियाँ रहेछ 10 काजू गाह्रो छ यो किन्नलाई एक पाउ दिदो गाह्रो छ कति महँगो चिजहरु छ यार यो पनि साथ रहेछ काजु खाएर ज्यान परेको नआउने भयो महँगो महँगो
अफर र बाइट ली मेरे कब कब आएगा किलो से 15 টাকা তো ধরে গেছে মনে वॉलनट 500 ग्राम 1 पाव दे दो काउन्टरमा लाइन छ लाइन पुरै लाइनमा बसेको कतिखेर आउँछ थाहा छैन एक सारा